विथ मिल्क टी है नेपाली रेस्टुरेन्टमा नागाबैनी दोकानै हो नागाबैनी आउँदैन अब चिया सबै चल्छ के गरेछ घाम पुरा लागिरहेछ गाइस सनी डे अनि वी आर सेल्युटेड अनि चिया नेपाली रेस्टुरेन्टमा इट वाज नाइस वी आर हेडिङ टु प्र्याक्टिस गर्नलाई अनि त्यसपछि आजको हाम्रो सन्डे सर्भिस चाहिँ 1 बजी 8:30 सुरु हुन्छ त्यही छ I always try to say something like exciting होइन भ्लगमा अब अलिक एक्साइटेड के भन्नुपर्छ के बोल्नुपर्छ भनेर सोचिरहेको हुन्छ तर इन्ड अफ समथिङ लाइक सो सिम्पल यो टिमको लाइन नेपालमा बिल यसरी भन्छ प्लिज भाइ ल जहाँ पनि यस्तै लाग्दैन हो नेपालको टाइम देखाइ ओके राख्छ ए छ कि नान्ने राख्छ नि ओके हाम्रो आइपुग्यो हामी यहाँ प्र्याक्टिस गर्नलाई हेलो मति भित्र अहिले बर्दुबाईको बस स्टपमा छौँ हामी होइन बस स्टप हो ट्याक्सी ट्याक्सी छोटा बडा बडा गाडी अस्ति सुजनले म सिस्नु हो भनेको भन्दै थियो भिडियोहरू तिमीहरूले यो युट्युब भिडियो हेर्दैन होइन मैले हालेको भिडियो हेर्दैन होइन म सबैभन्दा सुरुमा लाइक गर्ने मलाई रिल्स भने जब तपाईँले त्यसको लिङ्क हाल्नुहुन्छ ग्रुपमा सबैभन्दा ओपन गरेर भित्र चाहिँ हेर्नु पऱ्यो नि लिङ्क ओके त्यसको लिङ्क ओपन गरेर सबैभन्दा लाइक गर्ने पनि हुन्छ त्यहाँ अनि हाम्रो अन्सुले मैले के गर्दै लाइक गर्दैन सुरुमा तपाईँले पठाइदिनु यो हेर मेन मान्छे चाहिँ नहेर्ने भिडियोमा हेर्ने अनुहार चिनिराख्ने लाइक सब्सक्राइब नगर्ने चिनिराख्नु साथी चिनिँदैन मलाई लिङ्क चाहिँ पठाउनु पऱ्यो भने पठाउनुको लाइक आउँछ पठाउने छैन अनि प्रब्लम ओके सो हामी चाहिँ बर्दुबाईमा चाहिँ मैले कपालमा पालेको छु सो यो सब मान्छेहरू चाहिँ नेपाली नै हो all these people are नेपाली people पानी हामी चाहिँ अहिले बर्दुबाईको आएको हाम्रो कुराहरू पनि सबै हिरो भएर नाइस 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 घाम चाहिँ बाबा लागिरहेछ सब हाम्रो नेपालको छेउछेउ हिँड्यो भनेको कहाँ यता छेउछेउ मैले चाहिँ बर्दुबाईलाई चाहिँ नेपालको एउटा जिल्ला भनेर घोषणा गर्नु पर्ला जस्तो लाग्यो किनकि लाइक सबैतिर नेपाली 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 आज आज सन्डे छुट्टी भइरहेछ कस्तो गनाउने पानी हो र केमिकल हुन्छ नि त्यही भएर We're walking, we're walking, we're walking. Okay guys, हामी चाहिँ
चर्च सकेर मुभिङ टुवर्ड्स आजको प्लान के छ हाम्रो होइन एक दुईजनालाई निम्तो आएको छ हामीलाई टेल गएको है तर अब आई थिङ्क वी आर हेडिङ टुवर्ड्स द्याट होइन केटाहरू म्याक्स मेट्रोबाट यो वकिङ टुवर्ड्स यतातिर अनि स्पेसली आज चाहिँ हाम्रो चर्चको एकजना आन्टीको बर्थडे जस्तै अनि आई थिङ्क गेट टुगेदर होला मोर अफ है अनि त्यहाँ जाने कुरा भइरहेछ जाँदैछौँ त्यता हामी वास्तव मिठो हावा चलिरहेछ आज यार दामी हावा आइरहेछ त्यस्तो खासै गर्मी छैन अनि अब गएर पार्कमा बस्ने पार्कमा पनि दामी छ ग्रासहरू त्यो यस्तो जाँदैछ हामी दुवै फ्रेम आइपुग्न आँट्यो यहाँबाट यस्तो गएपछि दुवै फ्रेम आइपुग्न आँट्यो हामी यहाँ चाहिँ 5 दिराम कति लिन्छ भित्र छिरेको इन्ट्री टिकट अनि भित्र छिरेपछि त्यही जाने हो भित्र मान्छेहरू अघि साथीहरू अघि आइसकेको छ हाम्रो दाइमा चाहिँ यहाँ पार्किङहरू छ यहाँबाट चाहिँ हामी भित्र पस्दैछ केटाहरूसँग मिठो भयो लेफ्ट भन्नुभयो कि राइट भन्नुभयो अस्ति त्यहाँ छ पार्कहरूतिर यस्तो छ अनि म जाँदैछु पुग्न आँटिसकेँ What is going on here? What's going on here? Who's your take question? Lie. Let me see. What is special today? Let me see. Special. Mure ho yo. Let me see दिदीहरु तपाईहरु के गर्दै हुनुहुन्छ तपाईहरु जयमसी फेरि पनि आज चाहिँ म चाहिँ यो जावेल पारमा हाम्रो निकल सपना आमाको बर्थडे पार्टीमा आज यसो हल्का रमाइलो गर्न लागेका छौँ यहाँहरूलाई रुख भएको ठाउँमा चाहिँ गर्मी भन्ने कुरा कहिल्यै हुँदैन क्या गर्मी हुन्छ आउँदैन डर चाहिँ हुन्छ मेरो कल खोलिदिएको मैले कस्तो जाँदैन साई बाबा कस्तो डुप्लिकेट साई बाबा हो र ओरिजिनलै भनेको अब डुप्लिकेट होइन कस्तो यताबाट चाहिँ क्लियर आउने रहेछ अनि हामीलाई भोक लागेको छ सबै हामीले भात खाने त्यसले गएर खाइदिने Lama din vlogger oi. Vlogger ल क्यामेरा साथी गराइदिनु अनि अब यस्तो हाम्रो त आइफोन होइन फेरि है लो भाइहरू हाम्रो ह्यान्डसम भाइहरू दिदीको फेसबुकमा भ्लग आइरहन्छ दिदी खतरा हो आज फर्स्ट टाइम भाइहरूसँग चाहिँ भिडियो गर्न आएको यस्तो मेरो चाहिँ छैन फेरि मलाई पनि पुरा भाइरल बनाउनु छ नि म त्यस्तै किन्छु
हे येशू मेरो एउटै चाहना दिनुहोस् आज मेरा हृदय खोला मलाई माया भो तपाईसित चाहन्छु लु भयो यार ठिकै थियो मलाई माया भो तपाईसित चाहन्छु प्रभुलाई जहाँनिर उसहरू गऱ्यो नि त्यो जग्गाहरू चाहिँ गएको क्या यिनीहरू सो राखेको जग्गाहरू गएको क्या उहाँ बजार चाहिँ म जस्तै छ भन्दैछ दिदीले अब खै त्यस्तो लाग्यो होला दिदीले यस्तो नेपालबाट वाउ लुगा यो मैले अनलाइन देखेको अनि उसले लिन खोजेको थियो यो मलाई पठाइदिए त अर्कै भनेर पठाइदिएको तपाईँको बहिनी? लिएर आएको यो र यो तपाईँ ठ्याक्कै आफ्नै भयो नि कति वर्षको त्यही पनि अब त झन् एचआर म्यानेजरलाई निकालिदियो उसको काम पनि उसले गर्नुपर्छ बाँडेको छ के मैले भने के फरक पर्दैन भने क्या यो चाहिँ कसको झ्यामरी खाएर उठ्नु नसकिरहेको छ आज यहाँ आउनुपर्छ भने थाहा थियो त्यस्तो तिम्रो किन लगाएको बरु ओके लेट्स गो हेर न अस्पताल हो दिँदैछ आउनु भन्नु